एभ्रिवान, तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै छु। आज धेरै दिनको बादमा चाहिँ भिडियो बनाउँदैछु। हामी चाहिँ दातगरी जान आँटेको। अन्त आज चाहिँ दिनभरि के गर्छु म तपाईँहरूलाई देखाउँदै जानेछु, हेर्दै जानु होला। हामी चाहिँ ग्यास निकाल्नु हिँडेको अब। यस्तो जाँदा जाँदै जाम भइरहेको छ। फर्केर आउँदा कुन हालत ल्याउनु पर्ने हो। गाडीको लाइन हामी ऊ तल गाडी पुऱ्याइ राखेर गेट छिराएर चाहिँ हामी टुकटुकमा जाने। अब साह्रै भएन जाँदै यस्तो, फर्केर आउँदा चाहिँ के हालत हुनुपर्ने हो। पछाडि गाडी भने धुलोले सबै पुऱ्यो। गरम भनेको के साह्रो नि, बल्ल बल्ल आइपुग्यो। भित्र पस्दै जाँदैछु। यहाँ चाहिँ पिठो रोटी बनाएको मेरो बुढा। एकछिनमै पाकिहाल्छ। ए एकछिनमा हुन्छ नि। रोटी हामी चाहिँ यतिखेर फेरि फर्केर चाहिँ हाम्रो वर्कसपमा आइपुगेको छौँ। दातगरीबाट पनि फर्केर अनि हामी एकछिन रेस्टहरू गरेर चाहिँ त्यसपछि बेलुका भयो नि त। अनि गाडीमा एकछिन कामहरू गऱ्यो, पानीहरू लगायो। अब चाहिँ रात पनि पर्यो। अन्त डिनर बनाएर चाहिँ हामी हस्पिटलमा बहिनीलाई भेट्नु गएको। बहिनी चाहिँ हस्पिटलमा एडमिट छ नि त। म, छामा अन्त मेरो हस्बेन्ड। अन्त त्यसपछि हामी फर्केर आएर चाहिँ एनएनसीमा गयो। अन्त त्यहाँ अलिकति घुमेर चाहिँ हामी 3 जना फर्केर आयो घर फर्केर। अन्त छामा घर जानुभन्दा अगाडि चाहिँ हाम्रो घरमा आएर चाहिँ छामाले भोलिको लागि बिन्स सब्जी केलाइदिनु हुँदैछ। केही छिनपछि जानुहुन्छ घर।